हेलो गाइज, गुड आफ्टरनुन। आज चाहिँ काठमाडौँको मौसम यस्तो छ, अँधेरो भइरहेछ। अहिले चाहिँ दिउँसोको 4 बज्यो, तर रात परेको जस्तो भइरहेछ। 5-6 बजेको जस्तो लागिरहेछ, तर 5-6 चाहिँ बजेको छैन, भर्खरै 4 बजिरहेछ। तर पानी पर्नलाई होला, हावाहुरी चल्नलाई अँधेरो भइरहेछ। आज चाहिँ ठुलो पानी पर्छ, हावाहुरी चल्छ भन्ने न्युज सुनेको थियो, सायद त्यही भएर होला दिउँसै रात परिरहेछ। माई गड, आज चाहिँ ठुलै पानी पर्छ होला जस्तो लागिरहेछ। हावाहुरी चल्छ होला, असिनाहरू झर्छ होला। हाम्रो यहाँ स्ट्रबेरी भर्खरै फलिरहेको थियो, पाक्न लागिरहेको थियो। ठुलो पानी पऱ्यो भने त सायद असिना झऱ्यो भने त सबै यो फुलहरू पनि, हाम्रो यहाँ स्ट्रबेरी पनि सबै झर्छ होला। ओ माई गड, यस्तो अँधेरो देखिरहेछ। 6 बजे जस्तो लागिरहेछ, तर 6 चाहिँ बजेको छैन, भर्खरै 4 बजिरहेछ। यहाँ यस्तो राम्रो फुलिरहेको थियो फुल, असिना आयो भने यो सबै झार्छ होला। पानी छिताउनु लागिरहेछ, सायद ठुलै पानी पर्छ होला आज त। ल हेर्नु गाइस, यस्तो राम्रो फुल फुलिरहेको थियो, असिना आयो भने त चिरिप्पै झार्ने भयो असिनाले। हावाहुरी चल्छ भन्ने खबर सुनेको थियो, सायद असिना नि पर्छ होला। स्ट्रबेरी यस्तो पाकिरहेको थियो, फलिरहेको थियो, यस्तो राम्रो फुलहरू फुलिरहेको थियो। असिना आयो भने चाहिँ सत्यानाश हुने भयो फुलको चाहिँ। स्ट्रबेरी यस्तो यहाँ पाक्न लागिरहेछ, पाकिरहेछ। ओ माई गड, के हुन्छ होला, कत्रो हावा आउँछ होला, कत्रो पानी पर्छ होला आज दिउँसो यस्तो अँधेरो देखिरहेको।